हेलो हामी कहाँ जाँदै हो यस्तोमा केबल कारमा केबल कार आएर आयो हाम्रो जाउँ हेलो गर हेर माथि जान्छ कस्तो लाग्यो रमाइलो लाग्यो कहाँ पुगिसकेर हामी कति छिटो यहाँ पुगिसकेर चन्द्रगिरीको पनि तपाईँहरूले होइन चन्द्रगिरी छिटो हो मनकामना मात्रै हाम्रो डला छ रमाइलो छ कान बन्द भएको छ कान बन्द भएको छ थुक भुटुक्क गरे नै जान्छ बन्द भएको छैन एमएनए बन्दै भएको छैन त होइन अरूको त भएछ मेरो त भएको छैन एमएनए पहाड यस्तो हुन्छ नि के भयो के चिज स्न्याप ए भगवान हामी जङ्गलको माथि हिजो आइसकेको भनेछ जङ्गलको माथि तिम्रो फोटो खिच्छ तिमी कहाँ हाले कस्तो हुन्छ तेरो अरूको स्न्याप आमे हुन्छ ब्लग गरिरहन्छ सिधा मेरो दिदी ए नगर्दै कान्देर झट्टस गर्नु काण्डु यतिमै गरेको किन यस्तो समाचार त्यहाँ लाइनमा बसेर आयो भने त यहाँ त 1 बजे पनि पुग्यो झर्ने बेला ओपन श्रेयन अच्छा बुका हेलो बुका हेलो दिस इज द वे टु टेम्पल हाँ ला लोकल भाले ओ भाले ब्रो आइसक्यो पूजासँगले जानु नरेबल फुल प्रसादी माथि बेबर महँगो हुन्छ यहाँ 100 रुपियाँ दिए 5 रुपियाँ जानु आउनु माथि रुखटपमा बसेर खाने आनन्दले माथि घाम तापेर हाइट पनि पर्छ माथि मेरो भन्नाले खाना पनि थकाली स्पेशल मिठो ल ओके पछि यता हुने यहाँ नेवर भएर आश गरेर बस्नु मन्दिर कहाँ आयो मन्दिर पुग्यो आएन मनोकामना दर्शन गरौँ ए जान्दै ओ छिरे 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 त्यो ढोकामा हुँदैन नि त पेट बच्चाहरूको ढोका यही हुन्छ नि यहाँबाट देखिन्छ नि त सिसाबाट सिसाबाट हो त्यही ठ्याक्कै भनेको समयमै हो त्यो 1 बजेतिर माथि गाडीमा पनि नाच्छु नि ओ धेरै रहेछ हिँड्नु त जानुलाई 25 मिनट लाग्यो डर लाग्दैन जस्तो है कति पनि डर लागेको छैन
त्यहाँ चाहिँ म अलिअलि लागिरहेछ जस्तो छ फेस हेर्दाखेरि त जङ्गल हेर्दा कस्तो हुन्छ जङ्गल फेस हेर्दा त डराएको जस्तो छ यो सबै जङ्गल छ नि हामीले टाढाबाट एकजनाको हेर्दाखेरि 250 पाउलाई डर लाग्छ हाइट चाहिँ बिहा छ ल 850 850 डराउँछ सबै सबै खै गरे चरेकै छैन ए ए चरेको थियो त हामी एकचोटि ए स्पिने बनाउनु ढोका ढाला भर्खर ल्याएको थियो या या हुन्छ कि न 200 किलो उले त्यसो गुन्न हुने कान गुडको खाएछ मैले त्यो अर्को बक्समा को आइरा श्रेयानको साथी छ कि हेर हुँदैन उ गोट हेर न ल त्यस्तोमा राम्रो फल्छ नि लगेछ गफका इन्टरभ्यू के लेका ल कस्तो रमाइलो भयो है त डर लागिरहेछ छैन नि यो साइड स्नेहलाई डर लागेछ अलि थोडा सा ए पानी पक्यो नि कान्छी पानी पक्यो छैन छ अलिकति त्यो त सालको बाद यहाँ जङ्गल हेर के देख्छ कस्तो लाग्यो रे बाबुलाई एक्सपिरियन्स हाई फक्स कस्तो लाग्यो भन न स्याम छैन छैन फक्स छैन त्यतिकै भन्यो जङ्गल सफारी स्यामलाई रमाइलो भइरहेछ ठ्याक्क हाम्रो कुरामा इग्नोर गर्छ कि उसले मैले स्यामलाई के सोधेँ भने जस्तै ए क्यासिडिङ्ग झुट ठइरहेको थियो निले चाहिँ रिभर देखिरहेको छु रिभर हेर न पछाडि त्यो जुलुली पुल छ नि त्योबाट पुलबाट तरेर आउँदो रहेछ अनि त्यहाँबाट चढाएर लाँदो रहेछ कि अब स्यामले देख्छ अब हामी पुग्न लाग्यो स्याम रिभरको ठाउँ We're about to reach. देख्यो रिभर गाह्रो हुन्छ रिभर देख्यो एक दिन त पिस गर्छु यो टमाटो गोलबेराको हो तरकारी पनि हुन्छ सबै कस्तो राम्रो गरे रिभर त्यो बाम हुन्छ त्यसमा सलक 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 राजा। सलक लाएर पुग्नलाई घडेक पुग्दाखेरि घिरेर हुन्छ है त भए